guys, it's Nananda Vasala, first time university student at Maharajan campus है एन्ड हाम्रो चाहिँ अब वेलकम प्रोग्राम चाहिँ आउँदैछ वेलकम एज वेल एज ग्रेजुएसन प्रोग्राम सो त्यसको लागि चाहिँ हामी यो ओल्ड बेसिक साइन्स बिल्डिङमा चाहिँ अहिले चाहिँ यो कति बज्यो 5 बजेर 5 भइसक्यो अहिले चाहिँ हामी प्र्याक्टिसको लागि चाहिँ भर्खर चाहिँ इन्ट्री गरेर आएको छौँ अनि पछि चाहिँ हाम्रो वेलकम प्रोग्राम छ त्यसको लागि चाहिँ हामीले अहिले यहाँ प्र्याक्टिस गर्दा छौँ यस्तो चाहिँ भइरहेको छ तिनीहरू मेरो चाहिँ के नि मिलिरहेन हात चलाउनु खोजिरहेको छ खुट्टा मिलिरहेन खुट्टा चलाउनु खोजिरहेको छ हात मिलिरहेन हाम्रो चाहिँ डान्सर चाहिँ ऊ छ कौशल ढङ्गाल अनि उता चाहिँ हाम्रो केटीको ग्रुप लिडर चाहिँ रोजिना पौडेल जो हुनुहुन्छ अनि त्यसपछि यही छ अहिले सिनियर सबै गइसक्नुभयो म्याम पनि जान लाग्नुभयो पुरै अब हाम्रो यहाँ चाहिँ हामी मात्र डान्स प्र्याक्टिस गरेर छौँ लेट्स सी कति इम्प्रुभमेन्ट हुन्छ मेरो चाहिँ सो द्याट्स अल यो गद्दारहरू अहिले आए हामीहरू अघिबाट प्र्याक्टिस गरिरहेको थियौँ के हो गद्दार यति ढिलो आउने तिमीहरू यति ढिलो आउने यति इरेस्पोन्सिबल हुने यति इरेस्पोन्सिबल तिमी त्यो बाहिर चाहिँ पानी परिरहेको रहेछ अझै यहाँहरूले पुरै धेरै त कस्तो पर्फेक्ट गर्न थाल्छ कि खासै मलाई सिङ्गरहरू उसमा चाहिँ कस्तो जज छ यार अब चस्मा लाउने चस्मा देखाउने त्यही ऊ चाहिँ कोरियोग्राफर गाइज सिकाउनु अब के गर्ने उनीहरूले पुरै सिकिसके यहाँ फाइनल्ली हामीले 30 सेकेन्डको भिडियो चाहिँ बनाउने ट्राई गरिसक्यौँ केटाहरूको उनीहरूको चाहिँ पर्फेक्ट भइसक्यो सबै हामी चाहिँ यता यस्तो भइसकेको छौँ अब चाहिँ हामी कपाल डान्स ग्रुप डान्स गर्ने भन्नुभयो त त्यस्तो कस्तो हुन्छ आजको हाम्रो ट्रेनिङ सेसन चाहिँ सकिसक्यो एन्ड वी आर हियर गाइज ठिक छ अब चाहिँ हामी निस्किनु लाग्यो यताबाट यताको गेट चाहिँ बन्द भइसक्यो सो हामीसँग अर्को अप्सन पनि छ सो हामी चाहिँ अर्को अप्सनबाट जान्छौँ एन्ड द्याट्स अल फर टुडे आज चाहिँ फ्राइडे फ्राइडे भन्छ स्याटरडे रहेको छ एन्ड आज पनि हामी चाहिँ डान्स प्र्याक्टिसको लागि चाहिँ कलेज आइरहेको छौँ एक्चुअली हाम्रो टाइम भनेको चाहिँ 10 बजे थियो त्यो 11:10 भइसक्यो यता मजा अब जाँदैछौँ पनि मलाई चाहिँ डर गाली गर्छन् होला केटा सबैले कलेज केटाहरू पनि हस्टेल केटाहरू पुगिसक्यो खाली खाली देखिरह कसै कोही नि छैन नदिएर पुरै यस्तो बाक्लो भिड हुन्थ्यो कुरा गर्ने भने चाहिँ हाम्रो केटाहरूको चाहिँ केटा र केटी कम्बो चाहिँ हाम्रो 3वटामा छ टोटल चाहिँ 6वटा गीतहरू चाहिँ रहेको छ अनि त्यसमा चाहिँ 3वटामा चाहिँ हामी कम्बो गर्ने भनेको हो त्यसमा एउटा चाहिँ हामीले गरिसक्यौँ लगभग त्यो कजरा रे भन्ने वाला गीतमा चाहिँ गरिसक्यौँ एन्ड 2वटा गीत चाहिँ बाँकी छ सो यता पनि पुरै खाली नै छ आज चाहिँ होस्टेलतिर पनि कोही देखिरहेनन् कहाँ मर गए सब लोग वाला सिन भइरहेको छ लेट्स गो आज चाहिँ हाम्रो एकाडेमिक बिल्डिङ भने चाहिँ प्रिपरेसन पुरानो ओल्ड बेसिक साइन्स बिल्डिङ भन्दा नि एफर्ट जानु पऱ्यो हाम्रो फर्स्ट फ्लोर चाहिँ ग्राउन्ड फ्लोर क्लासरुम छ एन्ड काउन्टर फर्स्ट फ्लोर पनि त्यो छ सेकेन्ड फ्लोर पनि क्लासरुम छ थर्ड फ्लोर फोर्थ फ्लोरमा चाहिँ लाइब्रेरी बनिरहेछ फिफ्थ फ्लोरमा चाहिँ लाइब्रेरी डिस्ट्रिब्युसनको कुराहरू क्लासमा चाहिँ अडिटोरियम रहेछ कोरियोग्राफरहरू छन् यहाँ अब मेरो खुट्टाले गिभअप गरिसक्यो नो आई क्यान डु इट भन्ने भइसक्यो देयर आर सम प्रिटी लेडिज लाइक दे गो सिपिङ अनि उता चाहिँ फेरि ठेरा हुआ पहला नसा भनेर सिन चलिरह यता फेरि एक्टिभ भइरहन् एन्ड हियर इज मी भिडियो बनाइरहेको छु म चाहिँ भिडियोग्राफर
फास्टै चलिसक्यो अझ 2वटा बाँकी छ हामी भर्खर 2वटा सिकेको छ नि त्यो 2वटा पनि पर्फेक्ट भएको छैन क्या एक्चुअली डान्सर हो क्या डान्सर र खतरनाक यति भयो भने त्यस्तो डान्सर छन् भनेर चाहिँ हाम्रो इज्जत चाहिँ बच्छ कि त्यो हाम्रो इज्जत लिलाइनी चाहिँ हुँदैन कि म त लास्ट ब्याक स्टेजमा जाने हो पुरै यसो मुख देखाइदिने मात्र हो अनन्तको फोन चाहिँ मैले कब्जा गरिसकेको छु अब यो मेरो भ्लग हो अनि यहाँ प्राप्ति छ हेलो 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 भ्लगर्स हाई हेलो अनि यो हाम्रो अनिस उभिरहेको छ यहाँ अनि त्यसपछि हामी जाँदैछौँ अब उसको चाहिँ मैले हाइज्याक हानेको भ्लगिङ यहाँ चाहिँ अब डेकोरेसन यसरी चलिरहेको छ भोलिको लागि अनि त्यहाँ अब आई डोन्ट नो वाट देयर इज कान्तिपुर समथिङ कोर्स ह्यान्ड कोर्स यहाँ अगाडि नै यस यहाँ अगाडि नै हाम्रो उस भएको थियो प्रोग्राम भएको थियो अहिले सकेर चाहिँ भोलि फ्रेसर्सको लागि चाहिँ यहाँ लागिरहेको छ एकदमै ठुलै हुन्छ जस्तो यहाँ झिलिमिलीहरू पुरै अनि त्यसपछि यहाँ हाम्रो आइकोनिक वाल जहाँ चाहिँ पक्कै पनि भोलि धेरैजनाले फोटो खिच्नुहुन्छ अनि यहाँ चलिरहेको छ सो वान एन्ड सो फोर्थ ओ माई गड गाइजले चाहिँ यहाँ बलुन्सहरू भेटेको छ है हिजो नै आएको थियो आइडेन्टिफिकेसन तिमीहरूको फोटो खिचेर अटिजमको पोस्टरमा हाल्नुपर्छ है वर्ल्ड अटिजम डेमा अब चाहिँ हामी फेरि डान्स प्र्याक्टिसको लागि जाम बलुनहरू फोड्न मन लागिरहेछ मलाई मेरो इन्ट्रुसिभ थट्सहरूले भनिरह जति सक्दो हुन्छ मैले भागिहाल्नुपर्छ यहाँ त्यो गाइस फाइनल्ली हाम्रो सेसन अब सकिसक्यो सो आवाज इट कस्तो लाग्यो एकदम पसिनै पसिना कति बजी आउने भयो 10 बजीको सुरु भयो होइन ओ प्राप्ति उसको पनि युट्युब च्यानल छ उसको पनि सब्सक्राइब गरिदिनु ओके हियर आर वी हियर इज आवर स्क्वाड We'll be performing tomorrow. We'll rock on the stage, guys. अनन्त अनि कपाल काट्न जान्छ कपाल त होइन दारी चाहिँ काट्नुपर्छ मनी हेरेर यस्तो भोलिमा बसेको छु यो दारी चाहिँ पुरै भुल्छ मलाई फ्रेसर्स भन्दा नि ग्रेजुएसन गर्न आएको भन्छन् क्या अब यो चाहिँ अब चाहिँ अब त्यही गर्नु पऱ्यो दिस इज मी बिफोर माई फ्रेसर्स अनि आफ्टर चाहिँ भोलि आउँछ ल बाइ बाइ गाइस